साथीहरु नमस्कार। वेलकम टू माई फर्स्ट न्यू भ्लग। मैले भ्लग बनाउन स्टार्ट गरेछ। तपाईहरु साथ सपोर्ट माया दिनु होला। भोलिमा तपाईहरुलाई स्वागत छ। मैले भ्लग बनाउन स्टार्ट गरेछु आजदेखि। तपाईहरु मलाई माया साथ सपोर्ट दिनु होला। तपाईहरुको माया साथ सपोर्ट पाएपछि नेक्स्ट भ्लग म अलि यो भन्दा राम्रो बनाउने कोसिस प्रयास गर्नेछु। तपाईहरु माया मलाई दिनु होला। यो भन्दा राम्रो भिडियो आउँछ। तपाईहरुको साथ सपोर्ट माया पाएपछि मेरो भ्लग कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। मन पराइदिनु होला। लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु होला। नेक्स्ट भ्लग यो भन्दा म राम्रो बनाउने कोसिस गर्दैछु। यो मेरो फर्स्ट भ्लग हो। तपाईहरु हेरेर प्रतिक्रिया दिनु होला। है सबै साथीहरुले साथ सपोर्ट माया देखाइदिनु होला मलाई। धन्यवाद। मेरो भ्लगिङको स्टार्ट चाहिँ अब नयाँदेखि सुरु हुन्छ। हस्पिटल जाँदैछौँ। यस्तो छ भिडियोहरु हेर्नुस्। अहिले साँझको बेला छौँ। अब हामी चट्टा लगाएर हस्पिटल जानेछौँ। तपाईँहरू अब मेरो भिडियो हेर्नुहोस्। मैले फर्स्ट नयाँ भ्लग बनाउनु स्टार्ट गरेको। अब त्यति खासै राम्रो त आउँदैन, त्यही पनि कोसिस गर्दैछु। आई विल ट्राई नेक्स्ट टाइम यो भन्दा राम्रो भ्लग अब राम्रो भिडियोहरू अब लिएर आउँछु। तपाईँहरूको माया सपोर्ट साथ पायो भने तपाईँहरूले मलाई माया सपोर्ट साथ दिनु होला। त्यति भन्दैमा मलाई आशा छ तपाईँहरूले माया साथ सपोर्ट दिनुहुन्छ भनेर। यो भन्दा राम्रो भिडियोहरू अब बनाउने कोसिस गर्छु। तपाईँहरूको साथ सपोर्ट माया पाएपछि तपाईँहरू मलाई दिनुहोस् साथ सपोर्ट। है त यति भन्दै अहिले म भिडियो स्टार्ट गर्छु है त। अहिले यो हस्पिटल आएको छौँ हामी दमामको साउदी अरेबिया दमामको खबर हस्पिटलमा हस्पिटलतिर आएको चट्टा। त्यहाँनिर एउटा मैले दामी भिडियो चाहिँ यो के भने सिनेमा हल खबरको सिनेमा हल खबरको दामी छ नि सिनेमा हल। यस्तो साउदी अरेबियाको सिनेमा हल। त्योभन्दा उता पछाडिपट्टि उयो छ के अरे कर्नेस। दामी छ कर्नेस भ्यू। यस्तो छ यहाँको नयाँ भ्लग बनाएको। अब त्यस्तो खासै त्यही पनि यसो ट्राई आई विल ट्राई। यसो भ्यू चाहिँ सरर हेर्नु सक्नुहुन्छ। दामी छ यस्तो भ्यूहरू छ। त्यो अगाडि गर्ने यसो देखायो हाम्रो यहाँनिर फिल्म हल छ खबरमा। बिरामी भएको चाहिँ उयो मेरो औला काट्ने सिनेमा हल छ यहाँनिर दामी। यस्तो चाहिँ गाह्रो छ विदेशमा हामीलाई के गर्नु। गाह्रो छ नि त। अहिले यही हस्पिटलमा आएको उपचार गर्नलाई। हिजो राति नभएर चट्टा बिरामी चाहिँ यहाँ छन्। अहिले ठिक भयो। बिरामी तिम्रो घाउ देखाउ त ठिक भयो नि अहिले एकदम। बिरामी काटकुट गरेर मेडिसिन चल्दैछन्। अहिले त हिरो भइसक्यो। अब हिरो भयो। तिमीलाई कतिवटा सुई हाने कता कतिवटा सुई हानेर के भएर? मलाई 5वटा सुई हान्यो आज। सागमा पनि सुई हाल्ने होइन। ल ठिक छ। ल राम्रो भयो। यस्तै हो साउदीमा परदेशमा के गर्ने गाह्रो छ नि। हाम्रो दुईजना दाइ भेट भएर एकदम सजिलो भयो। भ्यू त यस्तै छ यहाँनिर। यस्तै हो यहाँको भ्यूहरू चट्टा लगाएर।
मोमो खानु नि अब मोमो किटेन खानु भयो म खाने हामी चाहिँ अहिले झट्टै खानाको होटेलमा यस्तो छ मिठो छ चुडिँदैन त म त्यसो तातो खाँदैन देख्छ मलाई तातो खान भन्न तातो भयो अनि होला मलाई त्यस्तो हो तातो भयो मिठो नि ढुङ्गा चलाइदियो यति भन्नुभयो हातले पनि स्यायो होला नेपाली रेस्टुरेन्ट साउदी भयो काठमाडौँ नेपाली रेस्टुरेन्ट यस्तो ल बजेनको लागि पनि भेट्नु पर्छ